नमस्ते, म तपाईँको आफ्नै डाक्टर समन रूपाखेती विगत लामो समयदेखि तपाईँहरूकै यौन रोगसँग सम्बन्धित जिज्ञासा, समस्याहरूलाई समेट्दै आइरहेको छु र समाधान गर्दै आइरहेको छु। आज धेरैजसो युवा अवस्थामा आउने समस्या यौन उत्तेजनाको कमी कमजोरीको बारेमा म केही उल्लेख गर्न चाहन्छु। यौन उत्तेजना जुन अति आवश्यक छ, सम्भोग भन्छौँ, हामी सेक्स भन्छौँ। यसमा चाहिँ नि यो इरेक्टाइल डिस्फङ्सन भनेर भनिन्छ एउटा कन्डिसन, जसमा चाहिँ नि इरेक्सन हुन्छ, तर इरेक्सन जुन तरिकाबाट हुनुपर्ने हो त्यो नभएको अवस्थालाई अथवा उत्तेजना हुन गाह्रो भएको अवस्थालाई हामीले इरेक्टाइल डिस्फङ्सन भनेर भन्दछौँ। र इरेक्टाइल डिस्फङ्सनको 3टा क्याटेगोरी हुन्छ। एउटा क्याटेगोरीमा विक इरेक्सन भने कस्तो भन्दाखेरि सम्बन्ध राख्न खोज्दाखेरिको अवस्थामा जुन पाकक्रीडा या पूर्वक्रीडा गर्दै गएपछि उत्तेजना त हुने, तर उत्तेजना भएको अवस्थामा पूर्ण रूपमा उत्तेजना नभइदिने, जुन किसिमबाट कडापना आउनुपर्ने हो त्यो कडापना नआउने अवस्थालाई हामीले विक इरेक्सन भन्दछौँ। र अर्को भनेको डिलेड इरेक्टाइल डिस्फङ्सन भनेर भन्दा नि हुन्छ। त्योमा चाहिँ नि कस्तो हुन्छ भने पाकक्रीडा पूर्वक्रीडा गर्दैको अवस्थामा पनि धेरै समय लाग्ने र उत्तेजना हुन एकदमै गाह्रो हुने र धेरै समय उत्तेजना कडापना आउनको लागि धेरै समय लाग्ने अवस्थालाई हामीले डिलेड इरेक्टाइल डिस्फङ्सन भनेर भन्दछौँ। र अर्को भनेको अनसस्टेन इरेक्टाइल डिस्फङ्सन। अनसस्टेन भनेको चाहिँ नि सस्टेबिलिटी नहुनु, सम्बन्ध राख्नुभन्दा अगाडि जुन फोरप्ले गरिन्छ, फोरप्ले गरेको अवस्थामा तुरुन्तै उत्तेजना त हुने, मजाले कडापना आउने, तर एउटा मेकानिजम कस्तो छ भने उत्तेजना भयो, उत्तेजना भइसकेपछि एउटा एक्टिभ अवस्थामा पुगिन्छ। यौन उत्तेजनाको चरम बिन्दु, मेडिकल साइन्सले त्यसलाई हामीले प्ले टु फेज भनेर भन्दछौँ। त्यो फेज पुगिसके पछाडि बल्ल इज्याकुलेटरी प्रोसेस चालु हुन्छ अथवा वीर्यस्खलन हुने प्रक्रियामा जान्छ। र त्यो प्रक्रियामा पुग्नुभन्दा पूर्व जुन कडापनाको जुन ग्राफ छ बिस्तारै बिस्तारै बढ्दै गएर प्ले टु फेजसम्म पुग्नुपर्ने हुन्छ। त्यो प्ले टु फेजसम्म पुग्नुको साटो जुन कडापना आएको छ, पूर्ण रूपमा कडापना, त्यो कडापना वीर्यस्खलन हुनुभन्दा अगाडि नै सुस्ताउन थाल्छ भने त्यस्तो अवस्थालाई हामीले चाहिँ नि अनसस्टेन इरेक्सन भनेर भनिन्छ। र यो इरेक्सनको कारण चाहे त्यो डिलेड इरेक्सन होस् अथवा चाहिँ नि विक इरेक्सन होस् अथवा अनसस्टेन इरेक्सन होस्, यो इरेक्सन कमनली रूपमा इरेक्टाइल डिस्फङ्सन अन्तर्गतै गनिन्छ र यसको कारण पनि लगभग उस्तै हुन्छ। र कारणलाई हामीले विशेष गरी 2टा फ्याक्टमा हेर्दछौँ। एउटा भनेको साइकोलोजिकल पाटो र अर्को भनेको फिजिकल साइड। अब साइकोलोजीमा के हुन सक्दछ भने शारीरिक सम्बन्ध भनेको अथवा यौन उत्तेजना भनेको आफैमा संवेदनशील कुरा हो। तपाईँ नर्मली सेक्सुअल लाइफ बिताइरहनु भएको छ र एउटा सानो मेसेज टोन बज्यो भने पनि तपाईँको त्यो हाई लेभलको इरेक्सन स्वाट्टै डाउन हुन्छ। त्यति संवेदनशील हुन्छ हाम्रो यौन उत्तेजनाको प्रक्रिया। र कुनै बेला तपाईँले आफ्नो यौन जीवनमा यौन उत्तेजना गराइरहनु भएको छ अथवा सम्बन्ध राख्दै आइरहनु भएको छ, कुनै एक दिन तपाईँको यौन उत्तेजना हुन सकेन अथवा भएको यौन उत्तेजना पनि सम्बन्ध राख्दै वीर्यस्खलन हुनुभन्दा पूर्व नै लुलोपना आयो भने त्यस्तो अवस्थामा तपाईँले 1-2 चोटि त्यस्तो घटना घट्यो भने त्यसलाई तपाईँले आत्मसात गरिदिनुहुन्छ। आज थकै लाग्यो, लेट इट बी। आज श्रीमतीलाई इच्छा लागेन अथवा मेरो गर्लफ्रेन्डलाई इच्छा लागेन, लेट इट बी। तर अर्कोचोटि नर्मल टाइमिङ भयो, नर्मल उत्तेजना भयो भने तपाईँले त्यो अगाडिको घटना बिर्सिदिनुहुन्छ र तपाईँको यो दुनियाँ पनि तले चल्दै जान्छ। तर अर्कोचोटि पनि तपाईँको त्यस्तै घटना भयो, उत्तेजना भएन अथवा भएको यौन उत्तेजना पनि वीर्यस्खलन हुनुभन्दा पूर्व नै सुस्ताउँदै गयो भने अब तपाईँको मनमा डर पैदा हुँदै जान्छ। डर कस्तो हुन्छ भने सकिन्न कि क्या, हुँदैन कि क्या हो, होइन, मैले गर्लफ्रेन्डलाई यौन सम्बन्धबाट सन्तुष्ट पार्न सक्दिनँ कि क्या हो, अथवा मेरो श्रीमतीलाई यो सेक्सुअल आनन्द दिन सक्दिनँ कि क्या हो, यो सोचाइहरू आउन थाल्छ र बिस्तारै तपाईँमा त्यो इन्फेरिटी कम्प्लेक्स डेभलप हुन थाल्छ र साथीभाइसँग कुरा गर्यो, ल यसरी गर्ने उसरी गर्ने भनेर भनिरहेको हुन्छ र तत्कालिक रूपमा तपाईँलाई यौन उत्तेजना पनि भइदिन्छ। तर जब तपाईँ आफ्नो गर्लफ्रेन्ड या श्रीमतीज्यूसँग नजिकै पुग्दै जानुहुन्छ तब तपाईँले यसरी गर्छु उसरी गर्छु भन्ने सोचाइ कहाँ पुग्छ अनि सकिन्न कि क्या हो भन्ने कन्डिसन आइदिन्छ। त्यस्तो कन्डिसनलाई हामीले इन्फेरिटी कम्प्लेक्स भनेर भन्दछौँ र पर्फर्मेन्स एन्जाइटीको कन्डिसनलाई हामीले त्यसलाई डिनोट गर्न सक्दछौँ है। त्यसकारणले यो एउटा पर्फर्मेन्स एन्जाइटी एउटा साइकोलोजिकल पार्टको महत्त्वपूर्ण कारण हो। र अर्को भनेको यदि कसैले मानसिक तनावसँग सम्बन्धित कुनै औषधिहरू खाइरहेको छ भने त्यसले पनि केही हदसम्म यौन उत्तेजनामा कमी ल्याउन सक्दछ। यो साइकोलोजिकल पार्ट भयो। अर्को भनेको फिजिकल
पार्ट हो। फिजिकल पार्ट होमा लाइफस्टाइल, डाइट प्याटर्न, तपाईँले टाइममा खानुहुन्न, टाइममा सुत्नुहुन्न, लेट नाइट बस्नुहुन्छ, लेट मर्निङ उठ्नुहुन्छ, सन्तुलित भोजन खानुहुन्न भने त्यसले तपाईँको शरीरमा जुन प्रकारको इनर्जी स्टोर हुनुपर्ने हो त्यो हुन पाउँदैन। फलस्वरूप यौन सम्पर्कमा जति मात्रामा इनर्जी लाग्छ त्यो शरीरले दिन नसक्दाको अवस्थामा यौन उत्तेजना हुन गाह्रो हुँदछ र भइहाल्यो भने नै बिचैमा ब्याकअप इनर्जी नपाए पछाडि सुस्ताउन थाल्दछ। अर्को भनेको सुगर प्रेसरको कारणले गर्दाखेरि पनि केही हदसम्म यस्तो समस्याहरू आइदिन सक्दछ। त्यसै गरिकन हर्मोनल कारणहरू, सेक्स हर्मोनको कमी कमजोरीले गर्दाखेरि पनि यस्तो समस्या आउँदछ। त्यसै गरिकन भिटामिन डी को कमी कमजोरी, थाइरोइडको डिस्फङ्क्सन, भिटामिन B12 को कमी कमजोरी, यी यावत कारणले गर्दाखेरि पनि यौन उत्तेजनामा कमी कमजोरी आउन सक्दछ। तसर्थ यदि तपाईँहरूमा यस्तो समस्या आइरहेको छ भने एकचोटि नजिकमा रहेको यौन रोगसँग सम्बन्धित डाक्टरकोमा गएर चेकअप गराउनुहोला र टेस्टहरू गर्नु पर्यो। आवश्यक पर्ने जाँच पडताल जस्तै हर्मोनको टेस्टहरू भयो, भिटामिन डी, भिटामिन B12 है, यस्ता टेस्टहरू गरेर अनि आवश्यक पर्ने औषध उपचार गर्नुपर्ने हुन्छ। जहाँसम्म मैले यहाँ एउटा अनसस्टेन एडिक्सनको कुरालाई अलिकति बढी इम्पोर्टेन्स दिएँ। अनसस्टेन भनेको सस्टेनेबिलिटी मैले अघि नै भनिसकेको छु। त्यो भनेको तपाईँको भित्र जुन इनर्जी दिनुपर्ने हो नि, ब्याकअप इनर्जी नभएको अवस्था भन्ने बुझिन्छ। यसमा विशेष प्रमुख भूमिका खेल्ने भनेको अलिकति हर्मोनल डिसअर्डर पनि हो र सँगसँगै भिटामिन डी को कमी कमजोरी पनि हुन सक्दछ। तसर्थ एकचोटि यस्तो किसिमको समस्या फेस गरिरहनु भएको छ, विशेष गरी युवा अवस्थामा भने तपाईँहरूले एकचोटि जतिसक्दो चाँडो नजिकमा रहेको यौन रोगसँग सम्बन्धित डाक्टरकोमा गएर चेकअप गराएर आवश्यक पर्ने औषध उपचारहरू सुरुवात गरिहाल्दा राम्रो हुन्छ।